एकदम सबैजनालाई इम्पोर्टेन्ट हुन्छ भनेर चाहिँ मैले यो भिडियो पोस्ट गर्न गइरहेको छु। सो कहिलेकाहीँ हामी एयरपोर्ट जाँदाखेरि कहिलेकाहीँ चाहिँ अनि यो हामीले सुटकेसमा राखेको सामानहरू चाहिँ लक हुन जान्छ होइन। त्यो लक हामीलाई खोल्न सक्दैनौँ अनि त्यसपछि हामी एकदमै फ्रस्ट्रेटेड हुन्छौँ। यहाँ चाहिँ मैले मेरो पनि यो सुटकेस चाहिँ लक भएको थियो। सो मैले चाहिँ यो ह्याक चाहिँ सबैजनालाई इम्पोर्टेन्ट हुन्छ भनेर चाहिँ यो भिडियो बनाएको छु। सो लेट्स स्टार्ट। यो भिडियो पुरा हेर्नु होला। यो भिडियोमा चाहिँ आइ एम गोइङ टु सो यु लक कसरी खोल्ने, सुटकेस यदि लक भयो भने चाहिँ कसरी खोल्ने तपाईहरूले। यो सुटकेस चाहिँ अहिले लक भएको छैन, खुलेको छ है। अब चाहिँ यसलाई चाहिँ अब ऱ्यान्डमली यहाँ मैले यस्तो गरेर अब लक भयो यो सुटकेस होइन। सो म चाहिँ अब यो सुटकेसको लक चाहिँ खोल्न गइरहेको छु होइन। सो ओके यहाँ तल चाहिँ सानो होल जस्तो हुन्छ होइन। अनि त्यसपछि यहाँ चाहिँ एउटा रेक्टेङ्गुलर टाइपको, अनि त्यसलाई चाहिँ एउटै साइडमा बनाउने फर्स्टमा। सो मैले चाहिँ यहाँ तल यो चाहिँ अब मोबाइलले एकदम फ्ल्यास लाइट बालेर चाहिँ हेर्नुपर्छ। सो रेक्टेङ्गल साइडको, अनि त्यसपछि एकै साइडमा बनाउने। मैले चाहिँ यसलाई राइट साइडमा बनाएको छु। सेकेन्डको पनि यो तल सानो रेक्टेङ्गल जस्तो हुन्छ होल, सो फुटमा। सो मैले चाहिँ सबैलाई एकै साइडमा बनाएँ। स्टिल यो चाहिँ लक छ। अब नेक्स्ट प्रोसेस भनेको के हो भन्दाखेरि चाहिँ अब चाहिँ वान साइड भनौँ न वान टाइम्सले कि राइटमा कि लेफ्टमा गर्ने। सो मैले चाहिँ लेफ्टमा गरेँ होइन। सो सबै नम्बरलाई चाहिँ सबै डिजिटलाई चाहिँ लेफ्टमा। सो यो पर्मुटेसन एन्ड कम्बिनेसनको भयो। सो फर्स्टमा खुलेन, नेक्स्ट सेकेन्डमा नि खुलेन, थर्ड कम्बिनेसनमा नि खुलेन, फोर्थ कम्बिनेसनमा नि खुलेन, फिफ्थ कम्बिनेसनमा नि खुलेन, सिक्स्थ कम्बिनेसनमा नि खुलेन, सेभेन्थ कम्बिनेसनमा नि खुलेन, लक खुल्यो। सो यसरी चाहिँ तपाईँले अब कतै एयरपोर्टमा जाँदाखेरि चाहिँ या कतै तपाईँको चाहिँ अब होटल रुममा चाहिँ यसरी चाहिँ लक भयो भने चाहिँ यो तरिकाले सुटकेसको लक खोल्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ। सो तपाईँलाई यो भिडियो कस्तो लाग्यो? मैले पनि मेरो सुटकेस लक भएको थियो म युएस आउने बेलामा चाहिँ। सो आज पनि मेरो सुटकेस चाहिँ मैले प्रेस गरेर चाहिँ आफै नम्बर चेन्ज भएछ। सो